साथ दिनुभएका सबैलाई धन्यवाद दिनको लागि उहाँको धन्यवाद ज्ञापन दिनको लागि सर्वप्रथम त हाम्रो आजको कार्यक्रम सञ्चालक हाम्रो संस्थाका सचिवज्यूलाई मेरो तर्फबाट संस्थाको बहुत धेरै धन्यवाद र म एकदमै जुनसुकै कार्यक्रम गर्ने पनि कार्यक्रम सञ्चालन गर्नको लागि अवसर हाम्रो आजको प्रमुख अतिथि र हामी फिल्म प्रकाशकको निमन्त्रणलाई स्वीकार यात्रायाका युबाट पाउनुभएका हाम्रा उपाध्यक्ष श्री चित्रबाबुलाई र यहाँ उपस्थित र आज यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा भान्जाभान्जी जो पनि उपस्थित हुनुहुन्छ तपाईँहरूलाई नाथलाई यात्रा विभिन्न तर्फबाट साथै तर्फबाट यो 2025 सालको शुभकामना तथा धन्यवाद भन्न चाहन्छु। अब यो हामीले हरेक वर्षहरू मनाउँदै आइरहेको यो होली हाम्रो चाडको बारेमा कथा कुनै नाम कति हामीले सुनिरहेको गीतहरू सोधमोज बसेको र धेरै समय सोधमोज कथाहरू भन्ने हामी वर्षौँ गरिरहेको केही न केही हामीसँग नलेज छ र म अहिलेको समयअनुसारको एउटा कुरो चाहिँ अलिकति क्लियर गर्छु जस्तो लागेर तपाईँलाई एउटा कुरो मात्रै क्लियर गर्न चाहन्छु। चाहे त्यो त्यति साह्रो होला तपाईँलाई विशेष गरेर अहिलेको यङ जेनेरेसन जुन हुनुहुन्छ तपाईँ हामी भन्दा पनि यङहरू चाहिँ हामी प्रायः सोसियल प्लेटफर्महरू धेरै चलाइन्छ जस्तै फेसबुक इन्स्टाग्राम भाइबर आदि इत्यादि। त्यसमा हाम्रो के घटाइन्छ भन्दाखेरि दुईवटा शब्दहरू चाहिँ यो हो कि त्यो हो कि त्यो हो कि यो हो कि भन्ने खालको शब्द घटाइन्छ। जस्तै एउटा के भने साकेला हो कि चन्नी हो, त्यसमा हाम्रो धेरै कुराहरू सोसियल मिडियामा आएको कसैले के देखेको कसैले के देख्नुहुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो पर्व कि चाड हो के चाहिँ भने कसैले पर्व भनिन्छ कसैले चाड एउटाले यस्तो कुराहरू यो अलिकति तपाईँ हामी क्लियर भयो भने भोलि गएर हामी हाम्रो बुझ्नुमा बोलीचाली हाम्रो बाटो त्यो शब्दहरू सही तरिकाले लाग्छ कि लागेन राम्रो होला भन्ने त्यसलाई अलिकति क्लियर गर्न चाहन्छु। यो ठुलो कुराहरू अब एक नम्बरमा चाहिँ यो साकेला भौतिक चन्नी हो भन्दाखेरि म यसलाई कसरी हेरेको छु भने साकेला पनि एउटा नयाँ शब्द हो, चण्डी पनि नयाँ शब्द हो। साकेला पनि किन नयाँ शब्द भने तपाईँहरूलाई यो हामी धेरै भाषीलाई धेरै थरिरहेको छौँ। त्यसले गर्दाखेरि आफ्नो भाषाले यो साकेलालाई चाहिँ कसैले साकेला भनिन्छ, कसैले साकेला भनिन्छ, कसैले कोसी भनिन्छ। तर यो साकेला सीमित थरीको राईहरूलाई चाहिँ पुरानो भाषा हो, उहाँले पहिल्यैदेखिको चल्दै आउनुभयो। तर सम्पूर्ण राईहरूले चाहिँ कतिलाई त्यो नयाँ पनि हुनसक्छ, त्यस कारण यो नयाँ भाषा हो। र त अहिलेसम्मको चाहिँ हामीले साकेला चलाउँथ्यौँ भने साकेला चलाउँथ्यौँ। अब चण्डी चाहिँ के हो त साकेला चण्डी पनि नयाँ शब्द किन नयाँ भन्नु भने जब नेपालमा हामी आदिमकालको विकासमा देख्दैछौँ यस्तो शब्द नेपाली ठेट नेपालीको भन्नुपर्ने के हो भने हाम्रो उदौली उभौली अथवा वैशाखी पुग्ने मङ्सिर पुग्ने पक्का ठेट नेपाली अथवा भन्यो यो दुईवटा मात्रै शब्द धेरै प्रयोग लाग्नु थियो। त्यो चण्डी पनि थिएन साकेला पनि पछि पुगेन। तर यो हाम्रो भाषामा चाहिँ थुप्रै भएको जस्तो भयो। तर ठेट नेपालीमा चाहिँ हाम्रो बुढापाकाले चाहिँ ती उदौली भन्थ्यो, मङ्सिरे पनि भन्थ्यो, ती वैशाखी भन्थ्यो, ती उभौली भन्थ्यो। किन यो समयमा त्यसरी भन्ने हुन्छ त्यो मात्रै हाम्रो अरू के तर चण्डी कसरी हुन आयो भन्दा तपाईँहरूलाई भन्छु जब मान्छे विकसित हुँदै आयो विकसित भयो र जब क्यालेन्डर थाल्यो जब नेपालमा भुटेर पात्र आयो तर त्यतिखेर चाहिँ जति पनि नेपालमा आउने पात्रहरू चाहिँ इन्डियामा केही भएर आउँथ्यो। इन्डियाको ज्योतिषीहरूले देख्थ्यो त्यो देखेर के भन्दाखेरि
यो पुण्यलाई चाहिँ मैले चण्डी पुण्य भनेर लेखिदिएको किन भन्दाखेरि चाहिँ इन्डियामा चाहिँ चण्डीका देवी भनेको पुण्यमा चाहिँ पूजा गर्नुहुन्छ यो कारणले गर्दाखेरि मैले चण्डीलाई त्यो र त्यही पात्र नेपालमा आउने हुँदा नेपालीहरू त्यही त्यो डेटलाई हेर्दै चण्डी भन्दा के भयो धेरै अहिलेसम्म अहिले चण्डीले हामीलाई विचार परिचय गराउँदैन साकेला भन्यो भने चाहिँ हामीलाई परिचय गराउँदै भन्ने धेरै बुद्धिजीवी सर्कलले भनेअनुसार चाहिँ हाम्रो जनजीवनमा चाहिँ साकेला भन्दा राम्रो हुन्छ भन्ने भनेको छ र सोसियल मिडियामा पनि साकेला नेता चाहिँ राम्रो होला भनेर पनि विद्यालयको पाउनु अर्को चाहिँ के छ पर्व चाहिँ चाड भन्ने अब पर्व पनि नराम्रो शब्द होइन चाड पनि नराम्रो शब्द दुवै उत्तम शब्द दुवै राम्रो शब्द हो तर हाम्रो पर्व कस्तो ठाउँमा कस्तो सेन्टेन्समा चाहिँ युज गरेर चाहिँ हाम्रो इतिहास बुझ्ने र चाड कस्तोमा युज गरेर चाहिँ हाम्रो त्यति मात्रै भन्नु म तपाईँहरूसँग थाहा छ नेपालको इतिहास इन्डियाको इतिहासमा पढेको त्यहाँ चाहिँ के हुन्छ भने पर्व चाहिँ कस्तो वर्डमा कस्तो ठाउँमा युज गरेको भने त्यो चाहिँ त्यसलाई विध्वंस गरेर खुसी मनाउने समयलाई चाहिँ पर्व भन्ने उनीहरूले चाहिँ भनेको छ एक्जाम्पल तपाईँहरूले म के लेख्छु इन्डियामा त धेरै देशमा नेपालमा पनि राजकालमा 5,000 वर्षको पर्व भएको देखिन्छ तर दुईवटा चाहिँ नाम दुईवटा एउटा चाहिँ के भने पोत पर्व जङ्गलबहादुर थापा भएको अर्को चाहिँ भण्डार खाना पर्व त्यो पनि जङ्गलबहादुरले पाल्न भएको त्यतिखेरको समाज चाहिँ के गर्दो रहेछ भन्दाखेरि मान्छेलाई जुन आफूभन्दा ठुलो राजकाज गरेको मान्छेलाई अब शक्तिशाली मान्छेलाई पतन गर्नु पऱ्यो भने सबभन्दा पहिले आफू भेला हुने मौज गर्ने खुसी गर्ने मदत गर्ने अनि त्यसलाई बोलाउने त्यसलाई सफा बनाउने त्यसलाई सफा बनाएर खुसी बनाउने त्यस्तो अवस्थाको खुसीलाई चाहिँ पर्व भन्ने शब्दले जोडेको छ तपाईँहरू सबैलाई धेरैलाई नै थाहा छ जब उनीहरूले त्यो व्यक्तिलाई उनीहरूको सन्तानलाई उनीहरूको एउटा सखा पार्छ अनि त्यस पछाडि उनीहरूले खुसी मनाएको पाइन्छ यतिखेर उनीहरूलाई पर्व भन्ने शब्द हाम्रो इतिहास पुस्तकहरू चाहिँ लेखेको पाइन्छ क्या तर यो चाड भन्ने चाहिँ कस्तो शब्द भने कुनै पनि खुसियाली कुनै अर्को तेस्रो व्यक्तिलाई केही घटाउन नगरी आफ्नो समयमा एउटा हाम्रो कल्चरमा बनाइदियो भने चाड भन्दै आएको भने हामीले पर्वको चाड पण्डितको साथीको धेरै धेरै विचारहरू त्यसमा आएको मैले छोटो एउटा क्रिकेट दिएको म कुनै भाषा कुनै नाम होइन यति नै यो राख्दै म अब के भन्न चाहन्छु अब जति पनि हामी भेला भएको देशमा हाम्रो साका गोर्मी चाड मनाउनुको लागि तपाईँहरू आइपुग्नु हाम्रो तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद र पछि भविष्यमा पनि यसरी नै हामीले हाम्रो पर्वहरूलाई हाम्रो कल्चरहरूलाई मनाउनुपर्छ भन्ने भविष्यमा यसरी मनाउनुपर्छ भन्ने आशा राख्दै तपाईँहरूलाई जो बेला यसको कार्यक्रम अन्त भएको यहीँ कार्यक्रम धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद त्यसलाई एकदमै साह्रै राम्रो शब्द भएको छ चढेर सकेर अनि चाड है अब यो कार्यक्रमलाई अब सुरु गर्नुको लागि चाहिँ म यहाँनिर हाम्रो सिद्धिमोमा रचना रोय र हाम्रो विकास बी भाइलाई यहाँनिर आउनुलाई अनुरोध गर्दछु। विकास